Okay, let's go. Hello guys and welcome back to new video. So आज चाहिँ उता ससुरालीमा सत्यनारायण पूजा अरे नि त सो त्यही भएर म र यहाँ कान्छा चाहिँ जाँदैछु बिहान बिहानै निन्द्रामा उठाएर देखो गाइस आँखा निन्द्रामा उठाएर चाहिँ कुदाउँदैछ यसले त्यो चाहिँ अनलिमिटेड खेलेको थियो सो त्यो हजुरको अनुसार एक थप्लो पानी पनि मुखमा नलाइकन हिँडिरहेको छ यहाँ ससुराले गरेर दिन्छ अहिलेको वेदर चाहिँ अलिअलि पानी पर्दैछ So check out the guys view. This is called Dhukur. यो चाहिँ जिबे भन्छ हाम्रो ल्याङ्ग्वेजमा चाहिँ गाउँको भ्यू चाहिँ हाम्रो ह्यान्डसम कान्छा अब अहिले चाहिँ कान्छाले काम खतरा पायो बेबी यहाँ खोइ दादा 5 टेक ह्यान्डसेक गुड अच्छा भयो झार न त सट्टै खान झार भइहाल्यो हजुर Cookman cook, chef. अहिले हुन्छ यहाँ बडी रोटी पोल्दैछौ आलु इज रेडी अब चाना ससुरालीमा काम चाहिँ खतरा गरेछ तर कुनै छोरी दिन्छै दिँदैन ससुराहरूले जस्तै मानिलो यो छैन हेर त अब यो भएन यहाँ ग्यास छैन ल यस्तो हो एउटा माथि अनि यसलाई समाउनु यहाँ यसलाई यहाँ समाउनु ल हुन्छ हजुर सबै त्यो किनभने पानी आवश्यकता छ नि ल पानी समाउनुहोस् त यो तार नवपुर सङ्गतितिर स्वादी आमुपुत्र
भगवत् साम्ब शिवाय नमः पयस्नानान्ते शुद्धोदक स्नानं समर्पयामि शुद्धोदक स्नानान्ते आच भनेको कपुर लगाएको पानी पनि नाय प्रतिक्रियताम् भगवती साम्ब शिवाय नमः सर्कल स्नानं समर्पयामि शुद्धोदक स्नानं समर्पयामि शुद्धोदक स्नानान्ते आचमनीं जलं समर्पयामि शुद्ध जल कपुर लगाएको पानी त्यो प्रत्येक कुरा चढाउँदै पछि गरिरहनुपर्छ गन्धोदकम चन्दन अलिकति पहेँलो चन्दन चढाउनु पर्थ्यो रातो चित्त मिल्दैन पहेँलो छैन भनेदेखि केही छैन यसो अलिकति पानी चढाइदिनुहोस् न ल ओम गन्धोदकम स्नानं समर्पयामि मलयाचल सम्भूतं चन्दनागसितं सलीलं देवदेवी भगवते साम्ब शिवाय नमः शिवजीलाई रातो हुँदैन गन्धोदक स्नानान्ते आफू हिँड्यो त घर सबै कुरो हिँडिहाल्छ गुलिया छ बडा उफु गुलिया छ अम्लो अम्लो छ अहिले हुन्छ यो आलु उसिन्नुको लागि यो के भन्छ दाउराहरू लिन आएको छ यहाँ बोलाएर मसिन देखो गाइस कुत्का हेलो म बुढा कडाई हो कडाई झट्टै बोले नि फेरि ससुरालीको दाउरा सक्छ नि पछि बिहा गरेर यहाँ आउँदा त्यो पारीतिर खोपदेखि बोकाउनु लाग्यो नि अनि सोनमले फुलेको रोटी हेर्नुहोस् है सोनमले फुलेको रोटी हेर्नुहोस् है साले का खोपड़ी तोड़ साले का के भएछ अरे रोटी है कान्छ
सिटी नि यो टाउ कसै छ बाङ भन्ने त्यो चाहिँ खङलाई गिरा भा के टुक 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 गरिने छ त्यो एकजना साला तेरो जिन्दगी मजा छ है साला खायो हग्यो मुत्यो सुत्यो है साला बिँडी तान्यो है तेरो जिन्दगी मजा छ साला त्यो त्यसै पाएको सास फेर्यो होइन काम छैन मनमा राखेर बे त मर्दा छोरो मर्दैन बाँचेर दिएका भागेर के काम मैले भनेको नि खङलाई गिरा होइन एकछिन पोले म आउँदा किन नर्भस हुनु बुढा आउँदा नर्भस हुन्छ खुसी हुनुपर्छ होस् चलो हाम्रो सेफहरू आइपुग्यो हाल्छिन चेक आउट द भ्यू गाइस सुत्यो त और कुकम्यान केमा लानु फेरि रोटी चाहिँ भाउजूले खतरा पोल्दैछ रोटी चाहिँ ए रोटी खतरा पोल्दैछ देखो न गाइस देखो न बटुने गाइस देखो न सेलरोटी पोल्दा देखो न गाइस देखो न सेलरोटी चाहिँ बल्ल जिन्दगीमा पहिलोचोटि देखेको होला पहिलोचोटि पोल्दा चाहिँ के गर्नु यस्तो छ देखो न भाउजूले वान्स मोर डल्ला परेर यताको हिसाबमा उता डढिसक्यो कालै भएछ मान्छेलाई बुझाउन पनि गाह्रो पर्छ होइन कथा भनेको कथेर भन्नेलाई कथा भनिन्छ नि त जो छ पुरानो होइन त्यसलाई पुरानोलाई पनि नयाँ बनाउनुलाई पुरानो हुन्छ अरे कथा भनेको चाहिँ कथेर जति कथेर भन्न सक्यो त्यति चाहिँ थाहा हुन्छ अरे त्यो थाहै भएर बस्छ अरे त्यहाँ बसिन्छ अरे अब सबैले जानेकै कुरा त हो होइन यो त बेलुका सुन्नु पो भन्छ त अझै कथा सत्यनारायण भगवानलाई सम्झिन्छ रमाशय सत्यनारायण ओम शान्ताकारं भूतगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं सर्वलोकैकनाथं वन्दे देवम् उमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पङ्कजभूषणं मेघधरं वन्दे वसूनां पतिं वन्दे सूर्यशशङ्गिवंशनयनं वन्दे मुकुन्दप्रियं वन्दे भक्तजनश्रयः सत्यनारायणको कथाको माध्यममा सम्पूर्ण भगवानहरूको 33 कोटी देवता भनिन्छ सबै आगमन गरेर पूर्वोक्त ब्राह्मणलाई थोरै धन हुनाले पनि धेरै पुण्य प्राप्त गर्ने यो कलिकालमा त सबैभन्दा ठुलो साधनै भनेको रमासहित सत्यनारायणको पूजापाठ इत्यादि गर्दछन् भने त्यो मान्छेले
वैकुण्ठको द्वार खोल्दछ भनेर बताइएको छ। त्यही प्रकारले सो अनुसारले हामीले कथालाई अगाडि बढाउँदैछौँ र पूर्वकालमा समस्त प्राणीहरूको कल्याण हुने कार्य कहिले पनि नसकिने होइन कार्यमा लागिरहेका सौनक आदि 88 ऋषिहरू राम्रो र पवित्र नैमिषारण्य क्षेत्रमा एउटा यस्तो उत्तम सभा गरेर बसेका थिए। सबै अवसरमा ठुलो तेजस्वी र ठुलो कृति भएका वेदव्यासका शिष्य पौराणिक सुतजी आफ्ना अनेक शिष्यहरूका गर्ने सुनायो भने कुनै पनि परिश्रम गरेको त्यसको फलको कदर हुँदैन अरे। जस्तै अब एउटा फेरिमा केही कुराहरू पाइयो भने त्यसको फल धेरै लोटीको कुरा भयो फेरि भन्नुहुन्छ सौनकजी नारद अर्काको अनुग्रह अर्थात् दयाको कामनाले पनि त्यहाँ आइपुग्नु भयो अरे। त्यो सभामा छ नि त्यो पूजा गरेको ठाउँमा पृथ्वीमा घुम्न आउनु भएको थियो। पृथ्वीमा आउँदाखेरि मान्छेहरू अनेक लागेर गोपी नारदजी सरासर भगवान विष्णुको वैकुण्ठ धाम यानि बाबु यानि चारवटा हात भएका र हातमा के खायो खोइ हेरौँ हेरौँ दादाले हेर्छ गयो 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 कुकम्यानको हाइट क्यान्सर भएर हेर्नु यहाँ ससुरा बाउ बडाको मुख चाहिँ माउरीले टोक्दैछ हो। शान्ति वनस्पतय शान्ति विश्व देवा शान्ति ब्रह्म शान्ति सर्वगुण शान्ति रेव शान्ति सामा शान्ति ओम शान्ति ओम गुरु च शुक्र संगाओ बाजुलाई नातिलाई ल त्यो हातमा भयो बाजेजी पैसा नि हाल्यो बोलीलाई पैसा नि हाल्यो बाजे बेबी ओ ज्याकेट तान्नु तान्नु पैसा कति छन् मन्त्रार्थ सकला सन्तु पूर्ण सन्तु मनोरम शत्रु नामिदवान घाँटीमा लगाइदिनु ल यो अहिले अलिक छोटो भएको छ खै हातैमा बाँध्ने हेनबद्ध इरादा दान मन्त्रार्थ सकला सन्तु पूर्ण सन्तु मनोरम शत्रुनामिदवान अस्तु मित्राणां सलह येन बद्धबलि इरादानमिन्दो महाबला तेन तं प्रतिबध्नामि रक्षामा चलमा चलः सदा वशत वैकुण्ठं सदा दर्शन केशव मन्त्रार्थ सकला सन्तु पूर्ण सन्तु मनोरमं शत्रुनामिदवान अस्तु
मित्राणावद्वत्सलः येन वदवली राजा दानमेन्द्रमहाबलातेन तं प्रबध्नामि रक्षामाचलमाचल यं प्राप्तयतर्पुर्विनेदु सर्वोपदिदय मुनिमान् तस्मै नारायण नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वती व्यासं ततो जायमुदीरयत नानी लाउने त्रायकं जगन्नेकशो त्रायकं जदेवे कुत्रायकं तन्नोऽस्तु त्रायकं मन्त्रः सकला सन्तु पूर्ण सन्तु मनोरमं शत्रुनामिदवनस्सु मित्राणद्वत्सला तेन वदवली राजा दानवेन्द्रमहाबल तेन तं प्रतिबध्नामि रक्षामा नारायण नमस्कृतं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जायमुदीरयत कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः जानु गएर बाजेलाई ढोक्नु ल महा सूत्रायकमा देवी कुत्रायकं तन्नो सूत्रायकमा मन्त्रार्थ सकला सन्तु पूर्ण सन्तु मनोरमं शत्रूणामिदवानस्तु मित्राणावद्वत्सल येन वदवली राजा दानवेन्द्रो महाबल तेन तं प्रतिबध्नामि रक्षामाचलः सदा वसत वैकुण्ठं केशव सदा प्राप्तिसुरलोकेषु सदा जीवी सदा सुखी यहाँ त्यो लिएर जानु ल आफ्नो सामान त्रायकं जगन्नेकशोषत्रायकं देवी त्रायकं तन्नो सुत्रायकं मन्त्रार्थ सकला सन्तु पूर्ण सन्तु मनोहरवं शत्रुणामिदवानस्सु मित्राणावद्वत्सलः येन वदवली राजा दानवेन्द्रो महाबल Revenge. Revenge. सानो भाषा त्रायकं जगन्नेकशोषत्रायकं देवी कुत्रायकं तन्नोऽस्तु त्रायकं मन्त्रार्थ सकला सन्तु पूर्ण सन्तु मनोरमं शत्रूणामिदवानस्सु मित्राणावद्वत्सलः येन वदवली राजा दानवेन्द्रो महाबल तेन तं प्रतिबध्नामि रक्षामाचलः सदा वसुवैकुण्ठं सदा दर्शनकेशव सदा प्राप्तिसुलोकेषु सदा जीवी सदा सुखी नारायण नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जायमुदीरयत त्रायकं जदेवी कुत्रायकं तन्नो अस्तु त्रायकं मन्त्रार्थ सकला सन्तु पूर्ण सन्तु मनोरमं शत्रुणामिदवानस्सु मित्राणां दाहिने बुढा भएको मान्छेले सिकाउनु चाहिँ अप्ठ्यारो हो है ल नभए केटाकेटीलाई चाहिँ ठिकै छ कि सिकाउनुपर्छ बुढाबुढीले चाहिँ त्यसो गऱ्यो भने चाहिँ नि त्यो पनि अब गर्ने ठाउँमा पूजापाठ गरिरहेको त्यसो गर्नु हुँदैन है ल ए नभए तपाईँले राजा दानवेन्द्रमा फेरि देख्दै अगाडि नारायण नारायण नमस्कृत्यं नरं चैव नरोत्तमं मन्त्रार्थ सकला सन्तु पूर्ण सन्तु मनोरमं शत्रुणामिदवानस्सु मित्राणावद्वत्सलः महाबल तेन तं प्रतिबध्नामि रक्षामाचलः सदा वसुवैकुण्ठं सदा दर्शनकेशव सदा प्राप्तिसुलोकेषु सदा जीवी सदा सुखी त्रायकं जगन्नेकशोषत्रायकं बाङ्ला त्रायकं मित्राणावद्वत्सलः येन वदवली राजा दानवेन्द्रो महाबल रक्षामाचलः सदा वसुवैकुण्ठं सदा दर्शनकेशव सदा प्राप्तिसुलोकेषु सदा जीवी सदा सुखी नारायण नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जायमुदीरयत राजा दानवेन्द्रो महाबल लाइयो मन्त्रार्थ
गाइस अहिले चाहिँ सबै सक्यो इन्जिन टिका पनि लगायो यहाँ इन्जिनको यो गर्दैछ ठेकेदार कान्छा मालिक है कान्छा मालिक एन्डिङ यतिलाई नि म दुईजनाले यहाँ खतरा लाउँदैछ के खाएको बेबी मम्मीलाई म खाँदा हुँदैन नि हुँदैन जुन म लगेँ ल घर लैजाउँ हुँदैन कान्छ अब त एउटा डाडु पक्रेर ओम सहा गर छिटो बस्नुपर्छ नि यहाँबाट प्रसाद 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 खेतमा त लाउनु हुँदैन नि जुनै कुरालाई नि खेतमा इस्कुसलाई मैले बाख्रा मल्लो यहीँबाट उठाएर लगेर 3 बोरा लाग्यो यति दिदी दुःख पर्थेन लसो धेरै धेरै धन्यवाद लसो कम्ती कम्ती सेलरोटी हुँदैन होला उयो त जानु नि भाउजू उयो होइन कोठापट्टि अघि पोलेको रोटी दिनु 17 वटा खाइसक्यो हो यो 18 19 20 बजाउँछ बजाएको नि फिनिसर या गाइस अब हुन्छ नि प्रसादहरु पनि सबै खाइसक्यो यहाँ हाम्रो दोमा चोर दोमा सुपारी चोरेको ससुरालीमा मैले किनेर ल्याएको ट्याड्याउ टुटुटु ट्याड्याउ हाम्रो हिरोनी चलो हाम्रो हिरोनी आउँदैछ हिरो चाहिँ यता वेटिङमा छ हो फेरि चलो हिरो चाहिँ यहाँ छ हो हिरोनी त गयो त हुँदो यहाँ अहिले हुन्छ यहाँ दिदीको हस्बेन्ड आयो ऊ तल रहेछ हस्बेन्ड चाहिँ बिचारा दे उहाँ हेर्न हस्बेन्ड कस्तो काम गरिरहेछ भेना ऊ तल भेट यता अर्को भेना हेलो हाई को हाई गरेको काकालाई
5 टेक ह्यान्डसेक गुड नानीहरू बेबी लानु पर्यो चप्पल लगाउनु भित्र जानु चप्पल खोलिदिनु बिचरा स्कुल जाँदैछ राम्रोसँगले पढ्नु भाउजू मोटिभेसनल गर्नु न अलिकति मोटिभेट पढ्नु बोयफ्रेन्ड नबनाउनु पढ्नु बोयफ्रेन्ड नबनाउनु हुन्छ कोही दिदी राम्रोसँगले पढ्नु भन्नु नि बेबी खायो हो र यो चेयर कसको रे चेयर मेरो होइन होइन ठुलो घरको होइन होला मेरो है म लैजाउँ बेबी म लैजाउँ बेबी म चेयर लगेको ल हुन्छ लाँदा हुन्छ ओ डिनर देखो गाइस सरचिया सरलाई चाहिँ फुपू चाहिँ अच्छा ओके ठीक छ दिस इज कॉल रोटी नहाने यत्रो खाइसक्दैन रोटी गाइस रोटी खुट्टा चलाएर बसिदिन्छ यो वाकर देखाउनु नानी त काम राख्नु डल्ला पर्छ जाजी चाहिँ खेल्दैन यसरी